लियोनल मेस्सी 39 वर्षको उमेरमा पनि अर्जेन्टिनाको सबैभन्दा ठूलो भरोसा हुन्। सन् 2026 को विश्वकपमा पनि उनी कप्तान, प्लेमेकर र निर्णायक क्षणका नायक बनेका छन्। तर यस विश्वकपले एउटा अर्को सन्देश पनि दिएको छ। अर्जेन्टिनाको भविष्य अब केवल मेस्सीमा मात्रै निर्भर छैन। उनको वरपर विश्व फुटबलकै उत्कृष्ट नयाँ पुस्ता तयार भइसकेको छ। यदि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए भने अर्जेन्टिनाको नेतृत्व कसले सम्हाल्ला भन्ने प्रश्नको उत्तर एउटै खेलाडीमा सीमित छैन। बरु जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, एन्जो फर्नान्डेज र गोलपोस्टमा एमिलियानो डेब्यू मार्टिनेजको सामूहिक प्रदर्शनले अर्जेन्टिनालाई नयाँ युगमा लैजाने संकेत देखिएको छ। लगातार दोस्रो विश्वकप खेलिरहेका 25 वर्षीय जुलियन अल्भारेज अहिले अर्जेन्टिनाको आक्रमणको प्रमुख अनुहार बन्दै गएका छन्। उनी केवल स्ट्राइकर होइनन्, विपक्षीमाथि पहिलो दबाव सिर्जना गर्ने खेलाडी पनि हुन्। लगातार दौडिने, खाली ठाउँ खोज्ने र निर्णायक समयमा गोल गर्ने उनको शैली स्कोलोनीको रणनीतिको महत्वपूर्ण हिस्सा बनेको छ। कतार विश्वकप 2022 मा 4 गोल गर्दै उपाधिको यात्रामा नायक बनेका उनले 2026 को विश्वकपमा पनि गोल गर्दै आफ्नो प्रभाव कायम राखेका छन्। 2 विश्वकपमा उनले 13 खेलबाट 6 गोल र 2 असिस्ट गरिसकेका छन्। अर्कोतर्फ छन् लाउटारो मार्टिनेज। उनी पनि लगातार दोस्रो विश्वकप खेलिरहेका छन्। अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा भरपर्दा फिनिशर मध्ये एक मानिने लाउटारो मार्टिनेज अवसरलाई गोलमा बदल्ने अद्भुत क्षमता राख्छन्। 2022 मा गोलको हिसाबले धेरै चम्कन नसके पनि टोलीको लागि अथक मेहनत गरेका उनले 2026 को विश्वकपमा निर्णायक गोल गर्दै आफ्नो महत्व फेरि प्रमाणित गरेका छन्। अहिलेसम्म 2 विश्वकपमा उनले 12 खेलमा 2 गोल र 1 असिस्ट प्रदान गरेका छन्। स्विजरल्यान्ड विरुद्ध अतिरिक्त समयमा गरेको गोलले उनको बिग म्याच क्षमता फेरि देखिएको छ। मिडफिल्डको मुटु भने एन्जो फर्नान्डेज हुन्। उनी पनि आफ्नो दोस्रो विश्वकप खेलिरहेका छन्। कतार विश्वकपका उत्कृष्ट युवा खेलाडी घोषित भएका एन्जोले खेलको लय नियन्त्रण गर्ने, बल पास गर्ने र रक्षाबाट आक्रमणमा सहज रूपान्तरण गर्ने जिम्मेवारी सम्हालिरहेका छन्। मैदानमा उनले गर्ने धेरै काम तथ्याङ्कमा नदेखिए पनि टोलीको सन्तुलन उनैले कायम राख्छन्। 2 विश्वकपमा उनले 13 खेलबाट 1 गोल र 2 असिस्ट प्रदान गरेका छन्। अर्जेन्टिनाको भविष्यको मिडफिल्ड नेतृत्व उनकै काँधमा रहने विश्वास गरिएको छ। यी 3 स्टारलाई पूर्ण बनाउने खेलाडी हुन् एमिलियानो डेब्यू मार्टिनेज। गोलकिपरको भूमिका केवल बल रोक्ने मात्र होइन, टोलीलाई आत्मविश्वास दिने पनि हो। कतार विश्वकपको फाइनलदेखि लिएर 2026 विश्वकपसम्म आइपुग्दा डेब्यूले पटक पटक असम्भव जस्तो बचाउ गर्दै अर्जेन्टिनालाई संकटबाट जोगाइरहेका छन्। पेनाल्टीमा उनको मनोवैज्ञानिक प्रभाव, दबावमा शान्त रहने क्षमता र निर्णायक सेभ गर्ने बानीले उनलाई विश्वकै उत्कृष्ट गोलकिपर मध्ये एक बनाएको छ। स्विजरल्यान्ड विरुद्धको क्वार्टर फाइनलमा उनले गरेका महत्वपूर्ण सेभहरूले अर्जेन्टिनालाई खेलमा टिकाइराखे। यी 4 खेलाडी बाहेक एलेक्सिस मैक एलिस्टर, रोड्रिगो डे पाउल, क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेज जस्ता अनुभवी खेलाडीहरूले पनि अर्जेन्टिनाको मेरुदण्ड बलियो बनाइरहेका छन्। त्यसैले मेस्सीको युग सकिएपछि अर्जेन्टिना शून्यतामा पुग्ने अवस्था देखिँदैन। मेस्सी जस्तो खेलाडी सम्भवतः फेरि जन्मिने छैन। उनको स्थान एउटै खेलाडीले लिन पनि सक्दैन। तर अर्जेन्टिनाको सुखद पक्ष के हो भने मेस्सी पछिको युग एउटा नयाँ सुपरस्टारले होइन, अल्भारेजको अथक ऊर्जा, लाउटारोको गोल गर्ने क्षमता, एन्जोको सृजनशील दिमाग र डेब्यूको बलियो पर्खालले सामूहिक रूपमा अघि बढाउने सम्भावना धेरै बलियो देखिएको छ। यही कारण अर्जेन्टिनी समर्थकहरू मेस्सी पछिको भविष्यलाई लिएर पनि उत्तिकै आशावादी छन्।